जिन्सी खाताभित्र एउटा खाता के हो खर्च भएर जाने हो। अब खर्च भएर जाने जिन्सी खातामा चाहिँ हामीले त्यसको नमुना कस्तो हुन्छ हामीले त्यसपछि हामीले के गर्छौं विवरण। विवरण भन्ने बित्तिकै त्यो सामानको कताबाट आएको छ के छ त्यो बारेमा लेख्नका लागि। अब त्यसपछि के लेख्छौं हामीले खरिद परिमाण। त्यसपछि के लेख्छौं हामीले खर्च परिमाण। त्यसपछि के हुन्छ मौजात परिमाण। अन्तिममा के हुन्छ दस्तखत। कसले हिसाब किताब राखेको अब मान्छेले चाहिँ दस्तखत गर्नुपर्छ। यो भन्दा माथि तपाईले के लेख्नुपर्ने हुन्छ भने सामानको नाम है। सामानको नाम माथि लेख्नुपर्ने हुन्छ। अब त्यसपछि के लेख्नुपर्ने हुन्छ इकाइ। तपाईको खानेपानी आयोजनामा सिमेन्ट आयो है। अब सिमेन्ट कसले दियो त त्यो थाहा पाउनु पर्यो पहिलो कुरो हैन। तपाईलाई बिल आएको होला हैन। अब त्यो बिलमा मानौ वाइन टु वाटर नेपालबाट पहिला मानौ बिल नम्बर 1 बाट है। बिल नम्बर 1 बाट वाइन टु वाटर नेपालले यहाँलाई 50 ब्याग सिमेन्ट उपलब्ध गरायो अथवा आजको मितिमा यो गाउँमा तपाईको समुदायमा 50 ब्याग सिमेन्ट आइपुग्यो भनेपछि अब यहाँ कसरी लेख्नुपर्ने हुन्छ त आजको मितिमा आयो भने यहाँ के लेख्नु पर्यो 2082 साल 8 महिना 11 गते। अब विवरणमा के लेख्नु पर्यो बिल नम्बर मानौ 1 वाइन टु वाटर बाट प्राप्त सामान भन्ने भयो। अब यहाँ माथि सामानको नाम हामीले के भनेका थियौं बोल्नु पर्यो है तपाईहरुले पनि सिमेन्ट भनेका थियौं भने इकाइ के हुन्छ सिमेन्ट चाहिँ ब्यागमा आउँछ नि त हैन ब्याग हुन्छ। अब सिमेन्ट मात्र पनि लेखेर हुँदैन है। सिमेन्ट पनि ओपीसी हो कि पीपीसी हो त्यो पनि लेख्नु पर्छ तपाईहरुले है। ओपीसी सिमेन्ट यस्तो के सिमेन्ट आएको त्यो लेख्नु पर्छ। अब यति लेखिसकेपछि अब हामीलाई के थाहा भयो मिति 82 8 महिना 11 गते बिल नम्बर 1 वाइन टु वाटर नेपालबाट प्राप्त भएको रहेछ भनेको। कति बोरा सिमेन्ट आयो तपाईहरु अहिले 50 बोरा सिमेन्ट आयो है भनेपछि आज आएर आज अहिले नै त खर्च भएको छैन बुझ्नु पर्यो हैन। खर्च त हुँदैन। अब हामीसँग मौजात कति रहन्छ 50 नै रहने भयो भनेपछि अब यहाँ दस्तखतमा जो व्यक्तिले यो खाताबाट भर्दैछ उ व्यक्तिले के गर्नु पर्यो साइन पनि गर्नु पर्यो त्यसमा हस्ताक्षर पनि गर्नु पर्यो बुझ्नुभयो ठीक छ ल। अब यसपछि तपाईको खानेपानी आयोजनामा आएको सिमेन्ट अब भोलिदेखि तपाईले काम सुरु गर्न थाल्नुभयो मानौ इन्टेक निर्माण गर्न थाल्नुभयो भनेपछि तपाईको गोदामबाट 10 बोरा सिमेन्ट चाहिँ इन्टेक निर्माण गर्नका लागि तपाईले दिनुभयो अथवा त्यहाँ लगेर खर्च गर्नुभयो भने अब यहाँ कसरी लेख्नु पर्ला त कसरी लेख्नु पर्ला भन्नु त कसैले भोलिको मिति लेख्नु हो। अब भोलिको मितिमा गएको छ भने भोलि कति दिन भयो 8 महिना 12 गते है। अब यहाँ विवरणमा के लेख्नु पर्यो अहिले हामी के भन्दैछौँ भने इन्टेक निर्माण भन्नेछौँ भने इन्टेक निर्माणमा खर्च भएको है। अब इन्टेकमा पनि कहिलेकाहीँ 3-4 वटा इन्टेक पनि हुन सक्छन्। हाम्रोमा त एउटै छ हैन तर त्यस्तो अवस्थामा भयो भने कुन ठाउँको इन्टेक हो त त्यो लेख्नुपर्छ बुझाउनु पर्छ है। यो ठाउँको इन्टेक निर्माणमा यति बोरा इन्टेक निर्माणमा खर्च भएको लेख्यो। अब इन्टेक निर्माणमा खर्च भएको लेखेपछि अब यहाँ के हुन्छ त खरिदमा त हुँदैन नि हैन हुँदैन। मानौ अब खर्च चाहिँ कति बोरा भयो 10 बोरा भएको भने के लेख्नु पर्यो खर्चमा 10 लेख्नु पर्यो। अब मौजात कति रहने भयो अब के हुने भयो तपाईको गोदाममा सिमेन्ट 40 बोरा मात्रै बाँकी छ भन्ने देखाउँछ यो खाताले है हो बुझ्यो नि हैन हो। अनि जसले सामान यो घटाएको हो हिसाब किताब गरेको उसले फेरि के गर्नु पर्यो यहाँ पनि हस्ताक्षर गर्नु पर्यो है ठीक छ बुझ्यो हैन हो। यस्तै गरी यो सिमेन्टको बारेमा भयो। अनि हामीसँग जीआई पाइप होला पोलिथिन पाइप पनि होला हैन फिटिङहरु पनि हुन्छन् धेरै सामग्रीहरु हुन्छन् नि त हैन। राख्ने तरिका यही नै हो बुझ्यो हैन। हामीले खानेपानी आयोजनाको जिन्सी खाताको पनि खर्च भएर जाने जिन्सी खाताको विवरण भन्दाखेरि के गर्नु पर्यो हामीले पहिला चाहिँ के थाहा पाउनु पर्यो मिति कहिले सामान आएको छ त्यसपछि कुनबाट आएको अथवा कसले उपलब्ध गरेको हैन कुन सप्लाईबाट आएको अथवा कुन संस्थाले दिएको त्यो विवरण लेख्नु पर्यो। अनि खरिद परिमाणमा हाम्रो त्यो बिलमा कति परिमाण छ त भन्ने कुरा थाहा हुनु पर्यो। त्यो बिलमा भएको बिलमा लेखेको कुले मात्रै हुँदैन है। यहाँ एउटा कुरा के सम्झिनु होला भने हामी बिलमा 50 बोरा आयो तर गाउँमा चाहिँ 50 आइपुगेको छैन 40 आयो भने के गर्नुहुन्छ त त्यस्तो बेला बिलमा जति आएको सरकार हुँदैन। हामीलाई के हुनु पर्यो भने हाम्रो गोदाममा कति सामान हामीले बुझौँ हो हाम्रो गोदाम हामीले कति सामान बुझौँ हो त्यो चढाउने हो है।
बिलमा त 100 बोरा 200 बोरा होला, तर हाम्रो गोदाममा चाहिँ 50 बोरा सिमेन्ट आएको छ भने मैले 200 चढाइदिनु त भएन नि। हो तपाईले त्यो 200 चढाउनु भयो भने यहाँ के हुन्छ, सिमेन्ट आएको छैन, तपाईको हातमा 200 लेखिन्छ, यसले के बोल्छ, तपाईको गोदाममा यति आइसकेको रहेछ भनेर बोल्छ यो खाताले, हो ठिक छ नि। त्यही भएर अब जति त्यसपछि चाहिँ हामीले त्यही बेला चाहिँ के हुन्छ, जति आएको छ त्यो मौजातीको रूपमा हुन्छ, अनि त्यसपछि त्यसै दिन पनि खर्च हुन सक्छ, नहुने होइन, तर जहिले खर्च भएको छ त्यहाँ मितिमा के लेख्नु पर्यो, त्यही मिति लेख्नु पर्यो। अनि कुन ठाउँमा लगेर खर्च गर्दै हुनुहुन्छ त, कहाँ लगेर त्यो सामान प्रयोग गर्दै हुनुहुन्छ भने त्यसको विवरण लेख्नु पर्यो, जहाँ खर्च भएको त्यो संरचनाको नाम लेख्नु पर्यो, अनि खर्च कति भएको छ त त्यो खर्चको परिमाण लेख्नु पर्यो, अनि बाँकी भनेको हाम्रो जति पहिला मौजात थियो त्यो मौजातबाट खर्च गएको घटाएर जति बाँकी रहेको छ त्यसलाई चाहिँ मौजातमा लेख्नु पर्यो। भनेपछि यसरी लेख्नु भयो भने हाम्रो खानेपानी आयनको जिन्सी खाताको खर्च भएर जाने हिसाब किताब है तरिकाले बनेको रहेछ भने चाहिँ सबैले चाहिँ के गर्न हेर्न पाउँछन्।